नमस्ते साथीहरू, कनेक्ट एपीएसबाट अहिले तपाईले रु 500 सम्म निशुल्क रूपमा पैसा पठाउन सक्नुहुन्छ। हो, तपाईले जुनसुकै बैंकमा पैसा पठाउँदा यदि तपाईले कनेक्ट एपीएस एप तथा कुनै पनि बैंकको मोबाइल ब्याङ्किङ प्रयोग गरेर फन्ड ट्रान्सफर गर्नुहुन्छ भने तपाईलाई कुनै पनि चार्ज लाग्दैन। नेपाल क्लियरिङ हाउस लिमिटेडको सूचना अनुसार 2025 अप्रिल 1 गतेदेखि लागू हुने गरी ट्रान्ज्याक्सन फी यस प्रकारले रहेको छ। तपाईले फन्ड ट्रान्सफर गर्दै हुनुहुन्छ जस अन्तर्गत कुनै पनि बैंकको मोबाइल ब्याङ्किङ प्रयोग गरेर हुन सक्छ, कनेक्ट एपीएसको एप तथा वेब प्रयोग गरेर हुन सक्छ र वालेट क्याश इन क्याश आउट हुन सक्छ। अर्थात् कनेक्ट एपीएस मार्फत कुनै पनि वालेटमा रकम ट्रान्सफर गर्नुभयो भने क्याश इन, तपाईले त्यस वालेट मार्फत आफ्नो बैंक खातामा रु 500 ट्रान्सफर गर्नुभयो भने क्याश आउट। ट्रान्ज्याक्सन फी रु 500 सम्म 0 रहेको छ। साथीहरू, अब यही सूचनालाई आधार मानेर फन्ड ट्रान्सफर गरेर हेरौँ। सर्वप्रथम मोबाइल ब्याङ्किङ प्रयोग गरेर हेरौँ। तपाईँ जुनसुकै बैंकको मोबाइल ब्याङ्किङ प्रयोग गर्न सक्नुहुन्छ। अहिलेको लागि म माछापुच्छ्रे बैंकको मोबाइल ब्याङ्किङ लगइन गरेर फन्ड ट्रान्सफर गर्दैछु। यहाँबाट सेन्ड मनीमा ट्याप गर्नुपर्छ। त्यसपछि तपाईले 3वटा विकल्पहरू देख्नुहुनेछ। तेस्रो विकल्पमा रहेको अदर ब्याङ्क्स युजिङ कनेक्ट एपीएसमा ट्याप गर्नुपर्छ। अब यस फारमलाई सही तरिकाले भर्नुपर्छ। यहाँबाट रिसिभर ब्याङ्क अन्तर्गतको बक्समा ट्याप गरेर तपाईले प्राप्तकर्ताको ब्याङ्क अर्थात् कुन ब्याङ्कमा रकम ट्रान्सफर गर्न चाहनु भएको छ त्यस ब्याङ्कलाई यसरी छनौट गर्नुपर्छ। रिसिभर ब्याङ्क एकाउन्ट नम्बरको बक्समा सोही प्राप्तकर्ताको ब्याङ्क खाता नम्बर यसरी लेख्नुपर्छ। रिसिभर एकाउन्ट नेमको बक्समा प्राप्तकर्ताको खाताको नाम यसरी लेख्नुपर्छ। एमाउन्टको बक्समा रु 500 यसरी लेख्नुपर्छ। रिमार्क्सको बक्समा ट्रान्सफर गर्दाको उपयुक्त कारण लेखेर प्रोसिडको बटनमा ट्याप गर्नुपर्छ। त्यसपछि यस्तो इन्टरफेस देखिन्छ। यहाँ सम्पूर्ण विवरणहरू सही भएको यकिन गरेर प्रोसिडको बटनमा ट्याप गर्नुपर्छ। अब 4 डिजिट्स पिन राखेर प्रोसिड गर्दा रकम ट्रान्सफर भएको जानकारी प्राप्त हुनेछ। दोस्रो तरिका कनेक्ट एपीएसको एप प्रयोग गरेर हेरौँ। यहाँ युजर नेमको बक्समा यसरी युजर नेम र पासवर्डको बक्समा यसरी पासवर्ड राखेर लगइनको बटनमा ट्याप गरेर लगइन गर्नुपर्छ। त्यसपछि यस्तो इन्टरफेस देखिन्छ। यहाँबाट फन्ड ट्रान्सफरको आइकनमा ट्याप गर्नुपर्छ। यहाँ उपलब्ध विकल्पहरू मध्ये पहिलो विकल्पले अन्य ब्याङ्क खातामा रकम पठाउन सकिन्छ। त्यस्तै दोस्रो विकल्पले कनेक्ट एपीएसमा तपाईको लिङ्क गरिएको खातामा रकम पठाउन सकिन्छ। अहिलेको लागि अन्य ब्याङ्क खातामा रकम पठाउनु पर्ने भएकोले पहिलो विकल्पलाई छनौट गर्नुपर्छ। अब यस फारमलाई सही तरिकाले भर्नुपर्छ। सेलेक्ट सेन्डर एकाउन्टको बक्समा ट्याप गरेर प्रेषक खातालाई यसरी चयन गर्नुपर्छ। ट्रान्ज्याक्सन एमाउन्टको बक्समा ट्याप गरेर कारोबार रकम यसरी लेख्नुपर्छ। अब रिसिभर डिटेल्स अन्तर्गत रहेको एकाउन्ट नम्बरको बक्समा ट्याप गरेर प्राप्तकर्ताको ब्याङ्क खाता नम्बर यसरी लेख्नुपर्छ। एकाउन्ट नेमको बक्समा ट्याप गरेर प्राप्तकर्ताको खातामा उल्लेख भएको नाम यसरी लेख्नुपर्छ। ब्याङ्क नेमको बक्समा ट्याप गरेर प्राप्तकर्ताको ब्याङ्कलाई यसरी छनौट गर्नुपर्छ। ट्रान्ज्याक्सन डिटेल्सको बक्समा ट्याप गरेर ट्रान्सफर गर्दाको उपयुक्त कारण लेखेर पेको बटनमा ट्याप गर्दा यस्तो इन्टरफेस देखिन्छ। यहाँ सम्पूर्ण विवरणहरू सही भएको यकिन गरेर पेको बटनमा ट्याप गर्नुपर्छ। त्यसपछि 6 डिजिट ट्रान्ज्याक्सन पासवर्ड राखेर कन्टिन्यू गर्दा रकम ट्रान्सफर भएको जानकारी प्राप्त हुनेछ। साथीहरू, तपाईले कनेक्ट एपीएसको माध्यमले कारोबार गर्दै हुनुहुन्छ भने डेली लिमिट तथा मन्थली लिमिट कतिसम्म रहेको छ भन्ने जानकारीको लागि यो भिडियोलाई हेर्न सक्नुहुन्छ। यसको लिङ्क तल डिस्क्रिप्सन बक्समा पनि राखिएको छ, चेकआउट गर्न सकिन्छ। हस्त साथीहरू, यसरी तपाईले पनि एक पटकमा रु 500 सम्म रकमलाई कनेक्ट एपीएसको माध्यमले कुनै पनि ब्याङ्क खातामा निशुल्क रूपमा पठाउन सक्नुहुन्छ। कनेक्ट एपीएसको खाता नभएकोले पनि मोबाइल ब्याङ्किङ मार्फत गर्नुहोला। कनेक्ट एपीएसमा नयाँ खाता कसरी बनाउने सम्बन्धमा यो भिडियोलाई हेर्न सकिन्छ। यस भिडियोको लिङ्क तल डिस्क्रिप्सन बक्समा राखिएको छ, चेकआउट गर्न सकिन्छ। यो भिडियो तपाईलाई यदि इन्फर्मेटिभ लागेको छ भने लाइक र सेयर गर्नुहोस्। यस विषयमा कुनै प्रश्न भयो तल कमेन्ट बक्समा लेख्नुहोस्। यस्तै किसिमको नयाँ भिडियो जानकारी पाउनको लागि मेरो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको नोटिफिकेसन बेललाई अलमा पनि दबाउनुहोस्। मेरो च्यानललाई फेसबुक तथा इन्स्टाग्राममा पनि फलो गर्नुहोस्। आजलाई बिदा दिनुहोस्। हस्त, धन्यवाद।